साथीहरु नमस्कार। हाम्रो यस पीटीबीएस लोकसेवा च्यानलमा तपाईहरुलाई स्वागत छ। यस भिडियोमा 2081 चैत्रसम्म समेटिने परीक्षा सोध्न सक्ने छनौटमा आधारित समसामयिक प्रश्नहरुको सगालो प्रस्तुत गर्दछौं। आगामी समय पनि यस्तै समसामयिक भिडियो हेर्नका लागि हाम्रो यस भिडियोलाई लाइक शेयर गरिदिनु होला, साथै पीटीबीएस लोकसेवा च्यानललाई सब्स्क्राइब गरिदिनु होला। समसामयिक प्रश्न यस प्रकार रहेको छ: खुशी सूचकाङ्क 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? उत्तर 92औं, पहिलो फिनल्यान्ड र 147औं अफगानिस्तान। त्यसैगरी अर्को समसामयिक प्रश्न रहेको छ: साहित्यकार लीलबहादुर छेत्रीको निधन कहिले भएको हो? उत्तर विक्रम सम्वत 2081 फाल्गुन 29 गते। त्यसैगरी अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ: सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर 6.1 रेक्टर स्केलको भूकम्प कहिले गयो? उत्तर विक्रम सम्वत 2081 फाल्गुन 16 गते। त्यसैगरी अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ: सन् 2024 को भ्रष्टाचार सूचकाङ्क अनुसार नेपाल कतिऔं स्थानमा पर्दछ? उत्तर 34 अङ्क प्राप्त गरी 107औं स्थानमा, पहिलो डेनमार्क 90 अङ्क र 180औं दक्षिणी सुडान 8 अङ्क। त्यसैगरी अर्को समसामयिक प्रश्न रहेको छ: बीबीसी 100 प्रभावशाली महिलाको सूचीमा नेपालको को रहेकी छिन्? उत्तर सिलसिला आचार्य। नेपाल टेलिकमद्वारा भोइस ओभर वाइफाई सेवा कहिलेबाट सुरु भएको थियो? उत्तर विक्रम सम्वत 2081 माघ 22 गते। त्यसैगरी अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ: सगरमाथा संवाद आयोजना मिति कहिले तोकियो? उत्तर विक्रम सम्वत 2082 जेठ 2 गतेदेखि 4 गतेसम्म। हालसालै नेपालमा फेला परेको चराको नाम के हो? उत्तर गेरुमुहार चाचर, अंग्रेजीमा नोम्यान्स थ्रस। यो चरा थप भएसँगै नेपालमा पाइने चराको संख्या 897 पुगेको छ। हिन्ले पासपोर्ट सूचकाङ्क 2025 अनुसार शक्तिशाली पासपोर्ट सूचीमा नेपाल कतिऔं स्थानमा रहेको छ? उत्तर 39 अङ्क प्राप्त गरी 101औं स्थानमा। अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ: नेपालबाट बंगलादेशमा विद्युत निर्यात कहिलेबाट सुरु भएको थियो? उत्तर विक्रम सम्वत 81 कार्तिक 30 गते। हरेक वर्षको जुन 15 देखि नोभेम्बर 15 सम्म बंगलादेशलाई बिक्री हुने भनिएको। टिकटक नेपालमा कहिलेबाट सूचीकृत भएको हो? उत्तर विक्रम सम्वत 81 कार्तिक 20 गते। त्यसैगरी अर्को समसामयिक प्रश्न रहेको छ: भैरव पुरस्कार 2081 कसलाई प्रदान गरियो? उत्तर लक्ष्मण गामनाई। हालको नेपाल सम्वत कति हो? उत्तर विक्रम सम्वत 2081 कार्तिक 17 गतेबाट नेपाल सम्वत 1145 सुरु भएको छ भने विक्रम सम्वत 2080 कार्तिक 28 बाट सबै सरकारी कागजातमा नेपाल सम्वत उल्लेख गर्ने निर्णय भएको थियो। त्यसैगरी अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ: भोकमरी सूचकाङ्क 2024 अनुसार नेपालको स्थान कतिमा छ? उत्तर 68औं। त्यसैगरी अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ: जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन COP29 कहाँ सम्पन्न भएको थियो? उत्तर बाकु अजरबैजान, सन् 2024 नोभेम्बर 11 देखि 22 सम्म। त्यसैगरी अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ: हाल नेपालको प्रधान न्यायाधीशमा को नियुक्त हुनुभएको छ? उत्तर प्रकाशमान सिंह नियुक्त हुनुभएको छ। उहाँ विक्रम सम्वत 81 असोज 20 गते नियुक्त हुनुभएको हो। अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ: नेपाल र भारत बीच पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको थियो? विक्रम सम्वत 2081 असोज 17 मा। नेपालका सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच कहिलेबाट भएको हो? उत्तर विक्रम सम्वत 2081 असोज 9 गते। त्यसैगरी अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ: सन् 2025 को ओस्कार अवार्डका लागि नेपालबाट छनौट भएको चलचित्र कुन हो? उत्तर साम्बाला। समसामयिक प्रश्न यस प्रकार रहेको छ: धरहरालाई सर्वसाधारणका लागि कहिलेबाट खुल्ला गरिएको छ? उत्तर विक्रम सम्वत 2081 असोज 3 गतेबाट। त्यसैगरी अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ:
नेपालमा राष्ट्रिय याक दिवस मनाउने निर्णय कहिले गरियो? उत्तर विक्रम सम्वत 2081 असोज 2 गते। अर्को समाजशास्त्री प्रश्न यस प्रकार रहेको छ, नेपालमा सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम कहिलेबाट सुरु गरियो? उत्तर विक्रम सम्वत 2081 भदौ 14 गते। साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता 2024 को विजेता टिम को भयो? उत्तर बंगलादेश, उपविजेता नेपाल। नेपालको प्रहरी महानिरीक्षक आइजिपी मा दीपक थापालाई कहिले नियुक्त गरियो? उत्तर विक्रम सम्वत 2081 चैत्र 4 गते। उहाँ 31औं महानिरीक्षक हुनुहुन्छ। विश्व बैंकका अनुसार सन् 2025 मा आर्थिक वृद्धि दर कति हुने प्रक्षेपण गरिएको छ? उत्तर नेपालमा 5.1% आर्थिक वृद्धि दर हुने प्रक्षेपण गरिएको छ। नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोसलाई कहिले नियुक्त गरियो? विक्रम सम्वत 2081 फाल्गुन 16 गते। अर्को समसामयिक प्रश्न यस प्रकार रहेको छ, नेपालको पहिलो न्यायाधीश शारदा श्रेष्ठको निधन कहिले भयो? उत्तर विक्रम सम्वत 2081 फाल्गुन 16 गते। कोपा अमेरिका 2024 को उपाधि कुन देशले जितेको थियो? उत्तर अर्जेन्टिना, उपविजेता कोलम्बिया। नेपालमा एचपीभी खोप अभियान कहिलेबाट सञ्चालनमा आयो? उत्तर विक्रम सम्वत 2081 माघ 22 गतेदेखि फाल्गुन 6 गतेसम्म। अमेरिकाको 47औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कहिलेबाट पदभार ग्रहण गरे? उत्तर सन् 2025 जनवरी 20 मा। युरो 2024 को उपाधि कुन देशले जितेको थियो? उत्तर स्पेन। त्यसैगरी अर्को संसारिक प्रश्न यस प्रकार रहेको छ, प्रथम खो-खो विश्वकप 2025 कहिले सञ्चालनमा आयो? उत्तर सन् 2025 जनवरी 13 देखि 19 सम्म। त्यसैगरी अर्को संसारिक प्रश्न यस प्रकार रहेको छ, इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमास बीच अस्थायी युद्धविराम सम्झौता कहिले भयो? उत्तर सन् 2025 जनवरी 15 मा। नेपालको पहिलो महिला मुख्य सचिव को हुन्? उत्तर लीलादेवी गर्तौला। नेपालमा 61औं जनजातिको रूपमा हुम्लुलाई कहिले सूचीकृत गरियो? उत्तर विक्रम सम्वत 2081 असार 27 गते। सुन्तलालाई राष्ट्रिय फल घोषणा कहिले गरियो? उत्तर विक्रम सम्वत 2080 चैत्र 30 गते। त्यसैगरी अर्को संसारिक प्रश्न रहेको छ, नेपालमा 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिलेबाट सञ्चालन हुने भएको छ? उत्तर विक्रम सम्वत 2081 कार्तिक 23 गतेदेखि 30 गतेसम्म। मिसेस नेपाल वर्ल्ड 2024 को विजेता को हुन्? उत्तर डेनिला कार्की। फिफाले सन् 2030 र 2034 को विश्वकप फुटबल आयोजना कहाँ हुने निर्णय गरेको छ? उत्तर सन् 2030 स्पेन, पोर्चुगल र मोरक्कोमा, सन् 2034 साउदी अरेबियामा। उपभोक्ता अदालतको स्थापना कहिले भएको हो? उत्तर विक्रम सम्वत 2081 चैत्र 2 गते। अन्तिमसम्म भिडियो हेरी साथ दिनुभएकोमा पीटीबीएस लोकसेवा च्यानलद्वारा हामी आभार व्यक्त गर्न चाहन्छौँ। आगामी समय पनि यस्तै समसामयिक भिडियो हेर्नका लागि हाम्रो यस भिडियोलाई लाइक, शेयर गरिदिनुहोला, साथै यस पीटीबीएस लोकसेवा च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।